यो घण्टी पार्टीको देशभक्तिप्रति धेरैले पहिलेदेखि नै शंका गर्थे। भारत र चीनको सहमतिको कुरा बिहिबार बाहिरियो। आइतबारसम्मका 4 दिनमा रासोपाका कुनै चल्तीका नेताले यस विरुद्ध बोलेको मैले चाहिँ भेटिन। दर्शकहरूले भेट्टाउनु भयो भने कृपया हामीलाई पनि भनिदिनु होला। बोल्नका लागि सिनमै नआउने, गणनामै नआउने शिव नेपालीलाई अघि सारेर 7 सेकेन्ड बोल्न लगाए। सरकारले गरेको वा गर्न लागेको कुनै कुरामा विश्वास नगर्ने, सधैँ शंका गर्ने, प्रतिशोध मात्रै देख्ने रासोपालाई कालापानी क्षेत्र संरक्षण गर्नमा चाहिँ यो सरकारको पुरै विश्वास लाग्यो। यो कसरी त? मुकुल ढकालले त भनेकै थिए कि पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाललाई भारतको संरक्षित राज्य भुटान सरह बनाउने योजना सुनाएका थिए। तिनै वाग्लेले साउथ एसियन डक्ट्रिनका रूपमा भारतलाई हामीले स्वीकार गर्नुपर्छ भनेर बडो बौद्धिक स्टाइलमा भाषण गरेका थिए। साउथ एसियाको मालिक भारत हो भनेर नेपालमा सूर्यबहादुर थापा, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई जस्ता लिन्डु फ्लेभरका नेताले पनि बोल्ने आँट गरेका थिएनन्। तर विदेशी विश्वविद्यालयहरूमा पढेका चान्चुन मान्छेले बुझ्दै नबुझ्ने अंग्रेजी बोल्न जान्ने विश्वविख्यात अर्थशास्त्री भनेर प्रचार गरिने स्वर्णिम वाग्लेले भारतलाई हामीले आफ्नो शासक मानिदिनुपर्छ भनेका थिए। अहिले कालापानी क्षेत्रमाथिको नेपालको दाबी लिपुलेख पास भएर भारत र चीनले व्यापार गर्ने जुन सहमति गरे त्यसबारे रासोपा चुइक्क पनि बोल्न नसक्नुको खास कारण नै यो पार्टी शंकास्पद छ भन्ने हो। दर्शकबिन, यो पार्टीका नेताहरू अरू दल नेता विरुद्ध